हेलो, आज मिति 2083 साल वैशाख 1 गते नयाँ वर्षको सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सहित अब हामीले चाहिँ यस श्री भण्डारी देवी मन्दिर समुद्घाटन कार्यक्रम समापन कार्यक्रम हुन गइरहेकोले सम्पूर्ण महानुभावहरू कार्यक्रम स्थलको अगाडि उपस्थित भइदिनु होला। उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम हामी औपचारिक कार्यक्रम सुरु गर्न गइरहेका छौँ। यस जुनसुकै कार्यक्रम सञ्चालन गर्नुभन्दा पहिला हाम्रो कार्यक्रमको सभापतिको आवश्यकता पर्ने हुनाले यसै गाउँका वयोवृद्ध सदस्य श्री सानो मानबहादुर मानन्दरलाई सभापतिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कार्यक्रम सञ्चालन गर्न सभापतिको अनुमति लिएर म कार्यक्रम सञ्चालन गरिरहेका छौँ। हामीले केही व्यक्तिहरूलाई अतिथिको रूपमा पनि आह्वान गरेका छौँ। उक्त कार्यक्रममा अतिथिको आसन गरिदिनु हुन यसै लिखु गाउँपालिका वडा नम्बर 4 का वडा सदस्य श्री प्रताप भुजेललाई अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथि आसन ग्रहणको निम्ति श्री सीमा र सिंचाई जलउपभोक्ता समितिका अध्यक्ष श्री भजेन्द्र मल्ल ज्यूले पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी ज्येष्ठ नागरिक महानुभावहरूमा श्री सानो छत्रबहादुर मानन्दरलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथि आसन ग्रहणको निम्ति ज्येष्ठ नागरिक श्री मानबहादुर श्रेष्ठज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी ज्येष्ठ नागरिक श्री छत्र विक्रम शाहज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी ज्येष्ठ नागरिक श्री वीरबहादुर मानन्दरज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी ज्येष्ठ नागरिक श्री लोकेन्द्र शाहज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन। त्यसै गरी श्री गणेशमान मानन्दरज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी गणेश मानन्दरज्यू अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी होमबहादुर मानन्दर यस्तै यस मन्दिरमा अहोरात्र खटेर श्री भगवानको आराधना गर्ने हाम्रा पुजारी श्री भोजबहादुर मानन्दरज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मन्दिरको निम्ति केही गर्नुपर्छ है, यो श्री भण्डारी देवीलाई पर्यटकीय स्थल बनाउनुपर्छ, यसलाई चाहिँ देश विदेशमा चिनाउनुपर्छ भन्ने उद्देश्यका साथ केही सहयोग गर्छु भनेर हामी सामु उपस्थित हुनुभएका सहयोगी श्री शम्भु लामिछानेज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध। त्यसै गरी यस मन्दिर निर्माणको लागि अहोरात्र खटिएर एउटा अभिभावकत्व निर्वाह गरेर यस मन्दिर यतिसम्म बनाउने सहयोग गरिदिनु हुने निर्माण समितिका अध्यक्ष श्री नारायण श्रेष्ठज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
अतिथि आसन ग्रहणको क्रम जारी रहनेछ। हामी कार्यक्रमलाई अब निरन्तरता दिन गइरहेका छौँ। कार्यक्रमको निरन्तरताको निम्ति एउटा सानो हामीले मन्तव्य राख्ने हो कि भन्ने सबैको राय सल्लाह बमोजिम यस मन्दिरको इतिहासदेखि आजसम्म कसरी यो ठाउँमा आइपुग्यो र यसको इतिहास के हो भन्ने भनाइ र यो कार्यक्रमलाई शुभकामना गरिदिनु हुनको निम्ति यसै गाउँका समाजसेवी श्री वीरबहादुर मानन्दरज्यूलाई दुई शब्द राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस मन्दिर भण्डारदेवी मन्दिर निर्माणको लागि सहयोग रकम उपस्थित आइरहनु भएको छ। त्यसले राजा श्रेष्ठज्यूबाट 610 रुपियाँ मन्दिर निर्माणको लागि सहयोग गरिदिनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। तालीले सम्मान गरिदिनु न हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मिठु श्रेष्ठ तानसिंहद्वारा 505 रुपियाँ सहयोग गरी उहाँले मन्दिरको निम्ति सहयोग गरिदिनु भएको छ। उहाँलाई धेरै धन्यवाद सहित तालीले सम्मान गरिदिनु न सम्पूर्ण हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पार्वती श्रेष्ठ तानसिंह उहाँलाई पनि 200 रुपियाँ सहयोग गरेर मन्दिर निर्माणको लागि उहाँले हातेमालो गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद सहित तालीले सम्मान गरिदिनु होला। त्यसै गरी तानसिंहबाट सुनिता मानन्दरले पनि 1050 रुपियाँ सहयोग गरी उहाँले मन्दिरको निम्ति मन्दिर निर्माणको निम्ति सहयोग गरिदिनु भएकोमा उहाँले पनि धेरै धेरै धन्यवाद सहित तालीले सम्मान गरिदिनु होला। र मन्तव्यको निम्ति मैले वीरबहादुर मानन्दरलाई बोलाएँ। सहयोग दाताहरूको नाम हामी पढेर सुनाउने नै छौँ केही समयपछि। अब मन्तव्य गरिदिनु होला। धन्यवाद उद्घोषक दाजुभाइलाई मलाई दुई शब्द राख्ने मौका दिनुभएकोमा। सर्वप्रथम यस कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभावहरू अझ भन्नुपर्दा सभापतित्व गरिरहनुभएका हाम्रा सभापतिज्यू, हाम्रा मान्यजनहरू तथा यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण इष्टमित्र दाजुभाइ दिदीबहिनी बालबालिकाहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र यो कार्यक्रमको तर्फबाट यहाँलाई धेरै धेरै स्वागत छ र धन्यवाद भन्न चाहन्छु। खासै यो कार्यक्रम आयोजना हुनुमा धेरै राम्रो छ र यो मन्दिरको बारेमा धेरै कुरा त मलाई थाहा छैन, तर मैले जानेसम्मको कुरा चाहिँ के हो भने यो पहिला चाहिँ यो नचिन डाँडा भनेर नाम रहनुको कारण पनि यहाँ चाहिँ नाचगान हुन्थ्यो अरे पहिला। अनि देउताको नाचगान हुने क्रममा कविलासबाट एउटा टोली चाहिँ नाटेश्वरीबाट एउटा टोली चाहिँ यहाँ नचन डाँडामा यो ठाउँमा आएर नाचगान गर्ने भएकोले यहाँ नचन डाँडा भनेर भन्ने गरिएको भन्ने किंवदन्ती कता कता भेट्न सकिन्छ। अनि त्यस क्रममा फेरि नाच लगाएर भोज खाँदो रहेछ। अनि भोज खाने क्रममा चाहिँ जहिले पनि जतिचोटि भाग लगाए पनि एउटा भाग चाहिँ बढी हुँदो रहेछ क्या। अनि सबै कम परेछ, फेरि भाग लगाए फेरि बढी हुन्छ। यो के हो भनेर भन्दाखेरि एकजना चाहिँ रुखमा बसेर हेरिरहँदो रहेछ र उसको भाग चाहिँ त्यसरी बढी हुन गएको रहेछ। त्यसैले यो नाम पनि नचन डाँडा। यो भण्डानी देवी रहनुको कारण चाहिँ के हो भने यो मन्दिर अहिलेको हामीले अहिले देखिरहेको ठुलो मन्दिर चाहिँ हामीले पछाडि ल्याएका हौँ। मैले जानेसम्म यो काठमाडौँबाट हाम्रा दाजुभाइहरू बुवाहरूले बोकेर ल्याउनु भएका हो। उहाँहरूले बोकेर ल्याउनु भएको र धेरै दुःख गरेर पैदल यात्रा क्रममा काठमाडौँदेखि नै बोकेर ल्याउनु भएको। ठाउँमा चाहिँ धुप लाउँदै धुप लाएन भने गरौँगा भनेर हिँड्न नसक्ने बोकेर अनि यसरी ल्याउनु भएको। अनि ल्याएर यहाँ स्थापना गर्नुभयो। त्योभन्दा अगाडि पनि केही चाहिँ यहाँ पूजा चाहिँ गर्ने गरेको र भण्डानी देवी स्थापना भइरहेको नै थियो रहेछ। अनि त्यस क्रममा चाहिँ हाम्रो यो नचन डाँडावासीहरूलाई चाहिँ भाडा चाहियो भने अघिल्लो दिन के चाहिन्छ भनेर यहाँ आएर पूजा गरेपछि भोलिपल्ट बिहान चाहिँ भाडा लिन आउँदाखेरि भनेको जति पाइन्थ्यो अरे। अनि एक दिन चाहिँ एकजना मान्छेले जानेर या नजानेर लोभले होला एउटा भाडा चाहिँ फिर्ता गरेन अरे। अनि त्यो फिर्ता नगरेपछि अब त यसरी फिर्ता गरिएन भने त यो भाडा सधैँ बितिन्छ भनेर पछिबाट भगवान्ले दिन छाड्नु पऱ्यो। यो कुरालाई कतिसम्म साबित गर्न सकिन्छ भने हाम्रो गाउँकै एकजना बुवाले यो मन्दिर बनाउने क्रममा
यही पछाडि अहिले चाहिँ यो डाँडो मासिएको छ। यहाँ पत्थर हामीले